आज नेपाल रोएको छ र म तपाईँसँग सँगै रुन र प्रार्थना गर्न बसेको छु। आज बिहान भोटेकोसीले रसुवा र नुवाकोटका बस्तीहरू बगायो। कैयौं परिवारले आफ्ना मान्छे गुमाए। सयौं अझै बेपत्ता छन् र यो क्षण पनि उद्धारकर्मीहरू खिलुमा उभिएर जीवन अझै पनि खोजिराखेका छन्। केही दिन अघि मात्र पलाञ्चोक भगवतीको मूर्तिमा पसिना देखियो। आरतीकै बेलामा परम्पराले भन्छ देशमाथि सङ्कट आउनु अघि माताका मूर्तिहरूमा यस्ता चिन्हहरू देखिन्छ। मन्दिरमा क्षमा पूजा पनि गरियो र आज हजुरहरूमध्ये धेरैले मलाई सोध्नु भएको छ, गुरुजी के यो सङ्केत त्यही थियो त? हो, म तन्त्रको मान्छे हुँ, तर आज म तपाईँहरूलाई साँचो कुरा भन्छु। आज व्याख्या गर्ने दिन होइन। जुन दिन आमाका सन्तानहरू हिलो मुनि छन् त्यो दिन सङ्केतको अर्थ खोतल्नेहरू होइन, हात बढाउनेहरू चाहिन्छ। माताको पसिनाको अर्थ म जान्दिन, तर आज माताको सन्देश के हो त्यो म प्रष्टसँग जान्छु, मेरा सन्तानहरूलाई समात। यसैले आज पलाञ्चोक भगवतीको साँचो पूजा के हो त? 5 काम। 1. सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, तर विश्वसनीय माध्यमबाट। रेड क्रस, सरकारी राहत कोष वा चिने जानेका स्थानीय संस्था। 2. रगत दिन सक्नुहुन्छ भने आजै नजिकको ब्लड ब्याङ्क जानुहोस्। 3. नदी किनारमा नजानुहोस् र आफन्तलाई पनि रोक्नुहोस्। भोटेकोसी, त्रिशुली, नारायणी अझै खतरामा छन्। 4. नबुझेको भिडियो र हल्लाहरू सेयर नगर्नुहोस्। यो घडीमा अफवाह पनि बाढी जत्तिकै घातक हुन्छ। 5. रसुवा नुवाकोटतिर चिनजान छ भने एटलिस्ट एकपटक फोन गर्नुहोस्। आज एउटा फोन पनि हजुरको लागि पूजा हो। अब मसँग एक क्षण जानेहरूका आत्माको शान्तिको लागि, बेपत्ताहरूको सकुशल फिर्ताको लागि र हिरोमा उभिएर अरूको जीवन खोतल्ने ती हातहरूका लागि माताको शक्ति उनीहरूमा रहोस्। हे पलाञ्चोक भगवती, तिम्रा सन्तानहरूलाई समात। मातालाई फूल चढाउने दिन धेरै आउनेछन्। आज माताका सन्तानलाई समात्ने दिन हो। जय पलाञ्चोक भगवती, जय माता दी।